मेरो मुरी 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 यति 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 असीमित आशीर्वाद छ। अब यो भित्र के पाइन्छ? ओ माय गॉड, कुकुरको नाम कतै छ? ओ माय गॉड, के छोरा छोरीको आमा खुवाउने औसीमा ह्यापी मदर्स डे भन्नु भएको छ यहाँनिर छोरा छोरीहरूले। यतातिर यतातिर साथीहरू ह्यापी छोरा साथीहरू आज मदर्स डेमा धेरै 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 ह्यापी हामी दिदी बहिनी। यहाँनिर हेर्नुहोस् त खानेकुरा कहिले खानु हामी? ओ माई गॉड ह्यापी मदर्स डे छोरा छोरीहरूलाई ह्यापी मदर्स मी धन्यवाद साइडलाई धन्यवाद धन्यवाद छोरा छोरीहरूलाई थ्याङ्क यू ह्यापी मदर्स डे। ल अब हामी केक काट्यौँ हेर्दैछ 4 हातले केक काट्यौँ है गाइस हामीले। ए अब भइसक्यो त यत्रो ठुलो। अब त यिनीहरूले खुवाउँछ होला नि हामीलाई, कहाँ हामीले खाने राख्यो त्यसलाई काट्ने मात्रै हो हामीले त। केक खायौँ है हामीले, केक खायौँ। अब मैले पुजे गरेको थिइनँ है खानु र हुन्छ केही हुँदैन सानो छोरा हामी त गायो गम 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 खाइयो के। ओ माय गॉड ह्यापी मदर्स डे तम्मा थ्याङ्क यू बुहारी बोल्न खुवाइदिनु भएको थ्याङ्क यू। बोल्न त्यस्तो गुलियो खुवाउनु हुँदैन। ह्यापी मदर्स डे आमा। यो सानो त खुवाउनु हुन्छ यस्तो भात भात एक साल मुनिकोलाई चिनी नखुवाउनु भन्छौ के निलाई हात चाटेकोमा आफ्नो गाइस मिठो केक फोटो पनि ल छोरी एउटा खुसी नि हुँदैन। खुसी त के छ र हो म मनमा नखुसी हुने यता हेर्नु फोटो खिचिदिन्छु। अनि यो तिमीहरूको दिन्दैउ न योहरू हामीलाई हामी चाहिँ के गर्नु यति राखिछ फोटो खिच्दै फोटो यता हेर्नु तपाईँ सिधा बस्दै छामी कति अग्लो आउनुभयो त? मैले त हुन्छ त्यहाँ धन्यवाद। हामीले मेरो छोरा छोरी बुहारी नाति नतिना सबैलाई मेरो मुरी 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 यति 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 असीमित आशीर्वाद छ। सबैभन्दा पनि दुख बिमार नलागोस् सोचेर आँटेको ओ माई गॉड थ्याङ्क यू। अब साथीहरू म यो अनबक्सिङ गरेर देखाउँछु के ल्याउँदैछ केटाकेटीहरूले। यतातिर पनि छ यतातिर पनि छ। यो यसमा पनि छ क्या होइन रहेछ तान्यो हतार हतार ताने उसैले नजिकमा ल्याइदिएको। अब मैले खाइसकिहालेँ होइन टिका चाहिँ लगाइदिनु पऱ्यो अरू केही नदिए पनि होइन न कन्याकुमारी छोरी लगाइदिनु पऱ्यो अर्को सालमा। अब यहाँदेखि सुरु 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 हेर्दै आएको साथीहरू। अनि यस्तो यस्तो खाएपछि चाहिँ अनि आमाहरूको के होला हालत छक्कै पर्छु त म त। साथीहरू ओपनिङ गरे ओ असै साहेबले जुत्ता अर्को हेरौँ है फेरि। ओ यो पनि असै साहेबको जुत्ता। अनि यो चाहिँ मेरो कान्छा छोराले ल्याएको रहेछ। ओ माई गॉड ज्याकेट आमाहरूको लागि यो पनि ज्याकेट। ल सेम सेम गाइस कलर मात्रै फरक यो छ्यामी र आमाको रहेछ। अब यो भित्र के पाइन्छ? ओ माई गॉड के हो यो? नाकको सुकुरको नाक जस्तै छ धुलोमा त यी नाक पेडा
नाकपेडा भन्छ अरे यसलाई। म त यो त गाई देखेकी थिइनँ, सुँगुरको नाक जस्तै छ हो। मैले लाएँ है छोराछोरीहरूको अब उपहार। ओ माई गड, लाङ थाले छ्यामी चाहिँले ऊ ज्याकेट उसै। लानु परेन, लानु परेन। यसमा पनि त्यस्तै छ कि नाकपेडा। ओ माई गड साथीहरू, ओ माई गड सुँगुर नाक। ल मैले लाएँ, भिडियो बनाऊ। अब अरू त फुटाउनु मिल्दैन साथीहरू भन्यो भने। ओ लुगा लाएर राम्री भएर सिङ बनाउँदै छ यहाँ खुसेलले। ब्युटिफुल ब्युटिफुल। जुत्ता पनि लानुपर्छ नि। जुत्ता त जुत्ता अब कुन लाउ भन्दै चुज गर्दै छान्दैछ है गाइज। कुन लाउ बाटो छिरिहाल्छ। लायो राम्रो खुट्टामा जुत्ता लायो। ओ माई गड ब्युटिफुल ब्युटिफुल। जुत्ता लगाएको खुट्टा। ओ माई गड ल ल ल पोज 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 पोज। ओ माई गड खुसी लिएर न पोज पोज। ब्युटिफुल ब्युटिफुल ब्युटिफुल। नमस्कार सम्पूर्ण आमाहरूलाई, देश विदेशमा छरेर बस्नुभएको दाजुभाइ दिदीबहिनीहरूलाई आमा खुवाउने औँसीको शुभकामना छ र हजुरहरूले आफ्नो आमासँग पक्कै पनि रमाइलो गर्नुभयो होला, इन्जोय गर्नुभयो होला र हाम्रो पनि छोरीहरूले केक काटेर सेलिब्रेसन गरिदिइसकेको छ र हामी चाहिँ अब मेरो चाहिँ आमालाई, मेरो त आमा हुनुहुन्न, त्यसैले मैले चाहिँ आमालाई चाहिँ मैले मेरो आमाको आत्मालाई चाहिँ मैले पूजा गरेको छु र मैले पूजा गरेको थिइनँ र मैले चाहिँ त्यहाँबाट झरेर आमाको लागि यहाँ मैले सामानहरू रेडी गरेको थिएँ। बत्ती बाले र धुप बाले। मेरो मन, मेरो आत्माले, मेरो परलोक भइसकेको मेरो आमाको आत्मालाई मैले प्रत्येक वर्ष पूजा गर्ने गरेको छु र मैले यो देखावटी लोककृत मात्र गरेको होइन कि मेरो आत्मादेखि गरेको र मैले भिडियो पनि गर्ने थिइनँ होला र मैले चाहिँ यो गर्दा चाहिँ मलाई आँसु आउँछ, आत्मादेखि गर्छु होला सायद, त्यसैले होला। अनि त्यसैले मैले चाहिँ अलिकति भिडियो पनि गरेँ। मलाई जस्तै सबैलाई हुन्छ कि मलाई मात्रै यस्तो होला। हुनु त संसारमा जन्मेपछि कसैको पनि आमा बाउले पर्खेर बस्दैन। हामीले पनि हाम्रो छोराछोरीलाई छोडेर जानुपर्ने हुन्छ, एक दिन मर्नुपर्ने हुन्छ। तर पनि मलाई चाहिँ एकदमै गाह्रो हुन्छ साथीहरू। त्यसैले मैले चाहिँ अलिकति यो पनि सेयर गरेको छु। मेरो आमा चाहिँ बित्नुभएको 9 वर्ष भइसक्यो। 9 वर्ष अगाडिदेखि मैले आमा खुवाउने औँसीमा आमालाई यसरी भेट्न देख्न कुनै पनि बेला अब होइन कहाँ पाउन सकिन्छ र त्यसैले पनि मैले योभन्दा पहिले हाम्रो आमा हुँदा पनि मैले थपाएदेखि चाहिँ सधैँ नै हामीले आमा खुवाउने औँसीमा आफूले सकेको गच्छे अनुसारको दिएर खुवाएर मनाउने गरेको थियौँ र मेरो आमा हुनुहुन्न र पनि मैले चाहिँ आत्मालाई भए पनि यसरी बत्ती बालेर अब अरू त के गर्न सकिन्छ र बत्ती बालेर पानी राखेर फुल राखेर मेरो आमाको आत्मालाई पूजा गर्ने गरेको छु। र तपाईँहरूले चाहिँ आफ्नो आमा बाउ हुँदैखेरि सकेको गर्नुहोला र गर्नुपर्छ आफ्नो आमा बाउको लागि। मैले चाहिँ मेरो आमाको आत्मा शान्तिको लागि मेरो मन, मेरो आत्मा, मेरो आमाले पायो होला खायो होला भन्ने सोचले गरिरहेको हुन्छु र पाउनुहुन्छ पाउनुहुन्न त्यो त मलाई थाहा छैन। र सम्पूर्ण आमाहरूलाई फेरि पनि ह्याप्पी आमा औँसी भन्छ। गाइस मेरो छोराले यहाँ भात पस्केर छ्यामेर मलाई रेडी गरिदिइसकेछ। आज पाहुना परियो, हामी भात तिउन पकाएर रेडी गर्दैछ। अब गमका गम पार्नुपर्ने हुन्छ। हामी चाहिँ भात तिउन चाहिँ दिएछ, चम्चा चाहिँ दिएन छ मेरो छोराले। चढाउने होइन खाने। पूजा वाटरमेलन पनि मेरो सानोले छ्यामेर मम्मीले ल्याइदिएको थियो। म त अघि नै लानु बिर्सेछ, अघि लगेर खाने भन्दै थियो, मैले फेरि भुलेछु। अब लगेर खान्छौँ है त हामी। काटेको ढङ्ग मैले चढाइछु पहाड। मिलन लगेर खानु भन्दै थियो, अघि बिर्सेछ र अघि खानु भन्दै थियो। अघि बिर्सेछु खानु। यो चाहिँ हाम्रो 3 पात तेस्रो भोज।
साथीहरू अघि चाहिँ हाम्रो दिदीबहिनीको फलफुलहरू चक्लेटहरू के थियो नि त अनि मैले यो फेरि किन देखाउँदैछु भन्दा चाहिँ अघि हामी चाहिँ खाना खाएर त्यसपछि 2 घन्टा पछाडि दिदीबहिनी भएर यो छोराछोरीहरूले दिएको फलफुल चक्लेट मिश्री सुन्तला के केरासेरा खाएर हामी चाहिँ यहाँ भएको लड्डु पेडा सबै खाएर चाहिँ हामीले एकदम फन्नी भिडियो दिदीबहिनीको बनाएको थियौँ त्यो चाहिँ रेकर्डै भएन छ होइन त्यही भएर मैले फेरि हजुरहरूको सामु र दिदीबहिनीसँगै भएर बिदा पनि मागेको थियौँ रेकर्ड नभएको कारणले फेरि मैले चाहिँ तपाईँहरूलाई यो चक्लेटहरू देखाइरहेको छु अन्यथा नमान्नु होला हजुरहरूलाई आजको मेरो भिडियो के कस्तो लाग्यो हाम्रो पक्कै पनि कमेन्ट गर्नुहुन्छ होला भन्ने आशा राखेको छु कमेन्ट नगरे पनि यसो लाइक मात्र भए पनि गरिदिनु होला र हजुरहरूले अहिलेसम्म पनि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर पक्कै पनि जोडिनुहुन्छ भन्ने आशा राखेकी छु मिश्री सुन्तलाहरू अझै छ है साथीहरू अघि खाँदा खाँदा गरेर दिदीबहिनीले कस्तो खतरा भिडियो बनाएको थियौँ रेकर्डै भएन छ र फेरि पनि सम्पूर्ण देश विदेशमा रहनुभएको आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई ह्याप्पी माता तीर्थ औँसी भन्दै बाई बाई सी यू नेक्स्ट भिडियो